नमस्कार, म नवराज सर। आज म तपाईहरुका लागि यस्तो विषय लिएर आएको छु जुन केवल इतिहास होइन, हाम्रो अस्तित्वसँग जोडिएको विषय हो, खस जाति। तर सुरु गर्नु अघि म एउटा महत्त्वपूर्ण कुरा भन्न चाहन्छु। हामीले सुन्ने र बुझ्ने इतिहास अनुमानमा होइन, अध्ययनमा आधारित हुनुपर्छ। आजको यो प्रस्तुति तयार गर्दा मैले विशेष रूपमा विद्वान लेखक डाक्टर विपिन अधिकारीद्वारा लिखित पुस्तक नेपालका खस जातिलाई आधार बनाएको छु। यस्ता अनुसन्धानमूलक कृतिहरूले नै हामीलाई हाम्रो वास्तविक इतिहास नजिकबाट चिनाउने काम गर्छन् र म सधैँ यस्तै प्रमाणमा आधारित ज्ञान तपाईहरुसम्म पुर्याउने प्रयास गर्छु। अब मुख्य विषयतर्फ लागौं। खस जाति। खस जाति नेपालको आधुनिक भूभागमा देखिएको सबैभन्दा प्राचीन जाति मध्ये एक प्रमुख जाति मानिन्छ। यो जाति हजारौं वर्षदेखि हिमवत खण्डमा निरन्तर बसोबास गर्दै आएको आदिवासी स्वरूपको जाति हो। प्रारम्भिक अवस्थामा खसहरू फिरन्ते जीवनशैलीमा देखिन्छन्, तर क्रमशः उनीहरूले नेपाललाई आफ्नो स्थायी थलो बनाएका हुन्। आफ्नो भाषा, संस्कृति, धर्म र सामाजिक संरचनाका आधारमा खस जाति बहुसांस्कृतिक नेपालको एक महत्त्वपूर्ण आधार स्तम्भ बनेको छ। इतिहासमा खससँगै अर्को महत्त्वपूर्ण जाति हो किराँत। खस र किराँत बीच लामो समयसम्म सहअस्तित्व रहेको मानिन्छ, तर उनीहरूको सम्बन्ध कस्तो थियो भन्ने स्पष्ट प्रमाण भने अझै भेटिएको छैन। यी दुवै जाति वैदिक कालभन्दा अगाडिका अर्थात् प्राग वैदिक जाति हुन्। हिन्दू र बौद्ध धर्मको उत्पत्ति हुनुभन्दा धेरै अगाडिदेखि नै उनीहरू हिमवत क्षेत्रमा बसोबास गरिरहेका थिए, जसले उनीहरूको प्राचीनता अझै स्पष्ट बनाउँछ। वैदिक साहित्यमा खस जाति हिमाली क्षेत्रका प्रमुख जातिहरूमध्ये एकका रूपमा उल्लेख गरिएको छ। नेपालमा उपलब्ध करिब 1900 वर्ष पुरानो लिखित इतिहासमा पनि खसहरूको बारम्बार उल्लेख पाइन्छ। यसले के देखाउँछ भने खसहरू केवल प्राचीन मात्र होइनन्, उनीहरू नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक विकाससँग गहिरो रूपमा जोडिएका छन्। राष्ट्र निर्माण, शासन प्रणाली, भाषा विकास जस्ता क्षेत्रमा खस जातिको योगदान अत्यन्तै महत्त्वपूर्ण रहेको छ। अब कुरा गरौँ आजको नेपालमा खस जाति भन्नाले के बुझिन्छ। सामान्यतया ब्राह्मण, क्षेत्री, ठकुरी, कामी, दमाई, सार्की, गाइने, सन्यासी, बादी जस्ता समुदायहरूलाई खस जाति अन्तर्गत राखिन्छ। तर सुरुका खसहरूमा आज जस्तो कठोर जातीय विभाजन थिएन। उनीहरू धेरै हदसम्म जनजातीय प्रकृतिका थिए। आज पनि खस भनेर चिनिने केही समूहहरूमा, विशेष गरी पावै खस भनेर चिनिने केही समूहहरूमा जनजातीय संस्कृति अझ बढी देखिन्छ, जुन नेपालको अन्य जनजातिहरूभन्दा पनि कतिपय अवस्थामा बलियो देखिन्छ। अब खस शब्दको उत्पत्तिको कुरा गरौँ। यसको ठोस प्रमाणिक व्याख्या छैन, तर केही अनुमानहरू छन्। वैदिक ग्रन्थहरूमा खसलाई करस्कर भनेर उल्लेख गरिएको पाइन्छ। पछि संस्कृत साहित्यमा करस्कर र खस दुवै शब्द प्रयोग भएको देखिन्छ। यसले गर्दा धेरै विद्वानहरूले करस्कर शब्द अपभ्रंश हुँदै खस बनेको हुन सक्ने अनुमान गरेका छन्। कतिपय ठाउँमा खसिया शब्द पनि प्रयोग भएको पाइन्छ। यसले नाम परिवर्तन भए पनि पहिचान निरन्तर रहेको देखाउँछ। इतिहासमा खसहरूको बसोबास क्षेत्र अत्यन्तै विशाल थियो। हिन्दुकुश पर्वतदेखि सुरु भएर कश्मीर, कुमाऊ, गढवाल हुँदै नेपाल, भुटान र अझ पूर्वतिर आसाम, मेघालय र म्यानमारसम्म खसहरूको उपस्थित देखिन्छ। पश्चिम एसियाको बेबिलोनियामा पनि कस नामले चिनिने समुदायले करिब 550 वर्ष शासन गरेको उल्लेख पाइन्छ। कश्यप सागर अर्थात् क्यास्पियन सागरसँग पनि खस शब्द जोडिएको मानिन्छ, जसले खसहरूको ऐतिहासिक फैलावट निकै व्यापक रहेको सङ्केत गर्छ। नेपालको सन्दर्भमा भने खसहरूको मुख्य थलो कर्णाली क्षेत्र मानिन्छ, विशेष गरी सिन्जा उपत्यका। यही क्षेत्र खस राज्यको केन्द्र थियो र यहीँबाट नेपाली भाषा, जुन खस भाषाको विकास भएको मानिन्छ। त्रिशुली नदीदेखि सिन्धु नदीसम्म फैलिएको क्षेत्र खसहरूको प्रमुख आधारभूमि थियो। आज पनि कर्णाली क्षेत्रलाई खसान भनेर चिनिन्छ।
जुन खस सभ्यताको प्रत्यक्ष प्रमाण हो। खस जातिको योगदान नेपालको राष्ट्र निर्माणमा अत्यन्तै महत्त्वपूर्ण छ। भाषा, प्रशासन, सामाजिक संरचना, सांस्कृतिक विकास यी सबै क्षेत्रमा खसहरूको प्रभाव स्पष्ट देखिन्छ। तर समयसँगै जातीय विभाजन र सामाजिक परिवर्तनको कारण मूल खस पहिचान केही हदसम्म कमजोर पनि भएको देखिन्छ। कतिपयले खस शब्दलाई नकारात्मक रूपमा व्याख्या गरे, जसले गर्दा धेरैले आफ्नो पहिचान जातीय नाममा सीमित गर्न थाले। तर वास्तविकता के हो भने खस केवल एउटा जाति होइन, यो एउटा सभ्यता हो। यो नेपालको ऐतिहासिक मेरुदण्ड हो। हाम्रो भाषा, हाम्रो संस्कृति, हाम्रो राज्य यी सबैमा खस सभ्यताको गहिरो छाप छ। अन्त्यमा एउटा प्रश्न तपाईलाई छोड्न चाहन्छु, हामीले हाम्रो इतिहासलाई कतिको सही रूपमा बुझेका छौँ? यदि हामीले आफ्नो जरा चिन्न सकेनौँ भने हामीले भविष्य कस्तो बनाउने? त्यसैले इतिहास जानौँ, पहिचान बुझौँ र भविष्य निर्माण गरौँ। यदि तपाईलाई यस्ता अध्ययनमा आधारित भिडियो मनपर्छ भने यसलाई सेयर गर्नुहोस्, किनकि सही इतिहास सबैसम्म पुग्नुपर्छ। धन्यवाद।